मैले कसैका लागि शुभको कामना गरे हो कि मेरो कामना पूरा हुन्छ? हजुर हुँदैन भने शुभकामना किन दिनु? म सबैलाई सोध्दैछु ल, यहाँले आफूलाई सोध्नु होला, आस्क योरसेल्फ दिस क्वेसन। किनभने हामी एकदमै गहिरो कुनै खोज धेरै डिप एन्क्वायरीतिर जाँदैछौँ। हाम्रो चेतना त्यतातिर गइरहेछ, चेतनालाई त्यतातिर बग्न दिनुहोस्। शुभकामना हामी व्यक्त गर्छौँ हो, ग्रिट गर्छौँ हामी। शुभ रहोस् भन्ने कामना नै शुभकामना हो कि होइन? यदि कामना मेरो कामना पूर्ति हुँदैन भने शुभकामना चाहिँ कसरी पूर्ति हुन्छ? बुझ्नुहुन्छ यहाँ? तर म यहाँलाई के भन्छु भने नि, यहाँलाई म के भन्छु भने नेपालले जुन ज्ञान जन्माएको छ, हिमालयबाट जुन ज्ञान जन्मिएको छ, यहाँ के बुझ्नु होला भने हरेक कामना पूर्ति हुन्छ। के पूर्ति हुन्छ? यसलाई यहाँले अहिले हाललाई चाहिँ एउटा हाइपोथेसिसको रूपमा एउटा सामान्य विषयको रूपमा आफूसँग राख्नु होला अनि हेर्नु होला। के भने मैले हरेक कामना पूर्ति हुनुपर्छ। मनुष्यको कुनै बोली खेर जाँदैन, कुनै कामना खेर जानु हुँदैन। हामी केही खेर जान बनेकै होइनौँ, यसले बुझ्नु होला। कुनै कल्पनासम्म पनि खेर जाँदैन। मैले के भने हाम्रो कुनै कल्पनासम्म, इमेजिनेसनसम्म पनि खेर जाँदैन। अहिले त साइकोलोजीमा यति राम्रो राम्रो कामहरू भएका छन् कल्पनामा, इमेजिनेसनमाथि, कि विश्वविद्यालयहरू बनिरहेका छन् कल्पनामा। एउटा विश्वविद्यालय छ, त्यसको नाम हो इमेजिनेसन युनिभर्सिटी। कामना त कुरा छोडिदिनुहोस्, मनमा आउने कल्पना पनि। किनभने नि हेर्नुहोस् कहाँबाट कथा सुरु हुन्छ भने नि, मनुष्य दुर्बल प्राणी हो, जे सोचे पनि पुग्दैन। Are we so weak, so meek, so feeble, powerless? कि मनुष्य त्यति दुर्बल प्राणी हो कि उसको मनमा उठ्ने विचार पूरा हुँदैन? त्यो दुर्बल मनुष्य हो भने त मनुष्यले अहिलेसम्म गरेको प्रगति पनि बहुत बेकार रहेछ। यति दुर्बल व्यक्ति प्राणी रहेछ, मनुष्य गइहाल्छ नि, खेर गइहाल्छ नि मनुष्यको। यत्रो सभ्यता के गर्नु, घर परिवार के गर्नु, ठुला ठुला भवनहरू के गर्नुहुन्छ, किन बनाउनुहुन्छ? बुझिन्छ? तर म यहाँलाई के भन्छु भने नि,